जब एप्लिकेसनको लागि फर्म खुलिसकेको छ भने तपाईले सजिलैसँग घरमै बसेर आफ्नो मोबाइल अथवा ल्यापटपबाट फर्म फिलअप गर्न सक्नुहुनेछ र तपाईले फर्म फिलअप गर्नुभन्दा पहिले चाहिँ तपाईले तयार पार्नुपर्ने डकुमेन्टहरु रहेको छ। सबैभन्दा पहिला त तपाईको एमआरपी साइजको फोटो स्क्यान गरेर राख्नु होला र 15 केबी भन्दा सानो साइजको हुनुपर्नेछ र अर्को चाहिँ रहेको छ पासपोर्ट को चाहिँ फोटो तपाईले स्क्यान गरेर राख्नु होला। यदि तपाईको नयाँ पासपोर्ट छ भने पहिलो पेजमै हुन्छ सबै कुरा, त्यो मात्रै स्क्यान गरेर राख्दा हुन्छ। यदि तपाईको पुरानो पासपोर्ट छ भने अगाडि र पछाडिको लास्ट पेजको पनि तपाईले स्क्यान गरेर राख्नु होला एउटै पेजमा। र अर्को रहेको छ मेडिकल रिपोर्ट। मेडिकल तपाईले कहाँबाट गर्नुभएको थियो त्यो पनि स्क्यान गरेर राख्नु होला अर्थात् फोटो खिचेर राख्नु होला। पुलिस रिपोर्ट, त्यसपछि ब्याङ्क चेक फोटो र सर्टिफिकेट रहेको छ स्कुल लिभिङ सर्टिफिकेट अर्थात् तपाईको कलेजको सर्टिफिकेट, त्यो पनि स्क्यान गरेर राख्नु होला। र यो चाहिँ तपाईले जेपीजी फाइलमा हुनुपर्ने हुन्छ र तपाईको चाहिँ यो 200 केबी भन्दा सानो साइजको हुनुपर्ने हुन्छ र एमआरपी साइजको फोटो भने चाहिँ 15 केबी भन्दा सानो साइजको हुनुपर्ने हुन्छ। यदि तपाईको फोटोको साइज चाहिँ ठुलो छ भने तपाईले अनलाइनबाटै सानो साइजमा कन्भर्ट गर्न सक्नुहुनेछ आफ्नो क्वालिटी नघटाइकन। त्यसको लागि भने तपाईले सर्च बारमा गएर तपाईले फोटो रिसाइजर भनेर टाइप गर्नुभयो भने सजिलैसँग त्यहाँ नजिक पाउन सक्नुहुनेछ। त्यहाँबाट गएर तपाईले चेन्ज गर्न सक्नुहुन्छ फोटोको साइज। सो यति तपाईले डकुमेन्ट तयार पारिसकेपछि अब कसरी भर्ने त त्यतातिर जाउँ। सबैभन्दा पहिले तपाईले कुनै पनि ब्राउजर ओपन गर्नु होला। ब्राउजर ओपन गरिसकेपछि यहाँ तपाईले epsnepal.gov.np मा जाँदा पनि हुन्छ अर्थात् तपाईले EPS नेपाल जब फर्म अर्थात् एप्लिकेसनमा टाइप गरेर सर्च गर्दा पनि हुन्छ। यसरी सर्च गरिसकेपछि लगइन पेजमा जानु पर्ने हुन्छ। यहाँ तपाई यहाँ गइसकेपछि तपाईको मोबाइलमा अर्थात् ल्यापटपमा यस्तो इन्टरफेस देखिनेछ र सबैभन्दा पहिले त साथीहरु तपाईले अकाउन्ट क्रिएट गर्नु भएको छैन भने अकाउन्ट क्रिएट गर्नु पर्ने हुन्छ र त्यसको लागि भने यहाँ साइन अप भन्ने आइकन देख्न सक्नुहुन्छ। सिम्पली यो साइन अप मा क्लिक गर्नु होला। साइन अप मा क्लिक गरिसकेपछि तपाईको फुल नेम राख्नु होला, त्यसपछि इमेल, त्यसपछि पासवर्ड, त्यसपछि सेम कन्फर्म पासवर्ड राख्नु होला र तपाईले साइन अप मा क्लिक गर्नुपर्ने हुन्छ। यदि गरिसकेपछि युजर हैज बीन रजिस्टर्ड सक्सेसफुली भनेर देख्न सक्नुहुन्छ। अब चाहिँ तपाईले यहाँ चाहिँ आफ्नो इमेल आइडी र पासवर्ड राखेर लगइन मा क्लिक गर्नुपर्ने हुन्छ। म सेम त्यही गर्छु। यदि गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ तपाईले तीनवटा आइकन देख्न सक्नुहुन्छ। सबैभन्दा पहिले तपाईले एग्रिकल्चर फर्म भनेर देख्न सक्नुहुन्छ। यदि तपाई एग्रिकल्चरको लागि फर्म भर्दै हुनुहुन्छ भने अर्थात् तपाईले जब एप्लिकेसन भर्दै हुनुहुन्छ भने एग्रिकल्चरमा राख्नु होला। त्यसपछि म्यानुफ्याक्चर हो भने तपाई म्यानुफ्याक्चरमा राख्नु होला। त्यसपछि गो नेक्स्ट स्टेपमा टच गर्नु होला। त्यसपछि तपाईको मोबाइलमा अर्थात् ल्यापटपमा यस्तो इन्टरफेस देखिनेछ। सबैभन्दा पहिले तपाईले ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भने यहाँ चाहिँ पेमेन्ट अनलाइन भनेको छ। यदि तपाईले पेमेन्ट चाहिँ अनलाइनबाट गर्न चाहनुहुन्छ भने त्यस्तो अवस्थामा तपाईले पेमेन्ट अनलाइनमा क्लिक गर्नुपर्ने हुन्छ र तपाईले फर्म फिलअप गर्नुपर्ने हुन्छ। यदि तपाईले ब्याङ्कमै गएर तपाई जब एप्लिकेसनको लागि तपाईले पेमेन्ट गरिसक्नु भएको छ भने तपाईले रिसिभ प्राप्त गर्नु भएको हुन्छ। त्यो चाहिँ तपाईले फोटो खिचेर राख्नुपर्ने हुन्छ र तपाईले यो पेमेन्ट अनलाइनमा क्लिक नगर्नु होला, यतिकै फर्म फिलअप गरिदिनु होला। त्यसपछि तपाईले सबैभन्दा पहिले त यहाँ देख्न सक्नुहुन्छ EPS आइडी भनेको छ 16 डिजिटको भनेको छ। तपाईले यहाँ 16 डिजिटको आफ्नो EPS आइडी फिलअप गर्नु होला। त्यसपछि नागरिकता नम्बर भनेको छ, नागरिकता नम्बर राख्नु होला। त्यसपछि फुल नेम भनेको छ, तपाईको फुल नेम राख्नु होला। त्यसपछि यहाँ भनेको छ डेट अफ बर्थ भनेको छ, तपाईको डेट अफ बर्थ चाहिँ कति हो त त्यो तपाईले यहाँ नजिक जस्ताको तस्तै राख्नु पर्ने हुन्छ। त्यसपछि तपाईको एज कति भयो त्यो राख्नु होला। त्यसपछि फोटो भनेको छ, तपाईले यहाँ चाहिँ एमआरपी साइजको फोटो राख्नु होला र तपाईले चाहिँ ध्यान दिनुपर्ने कुरा के छ भने 15 केबी भन्दा सानो साइजको हुनुपर्छ। त्यसपछि अलिकति स्क्रोल डाउन गरौँ। स्क्रोल डाउन गरिसकेपछि मेल फिमेल के हो त्यो सिलेक्ट गर्नु होला। यदि तपाई मेल अथवा फिमेल के हो त्यो सिलेक्ट गर्नु होला। त्यसपछि म्यारिटल स्ट्याटस भनेको छ, तपाई विवाहित हो कि अनम्यारिड हो त्यो सिलेक्ट गर्नुपर्ने हुन्छ। यदि तपाई म्यारिड हो भने म्यारिडमा क्लिक गरिसकेपछि तपाईको श्रीमान हो भने श्रीमतीको नाम, तपाई श्रीमती हो भने श्रीमानको नाम, त्यसपछि डेट अफ बर्थ उहाँको, त्यसपछि एड्रेस राख्नु होला। त्यसपछि कन्ट्याक्ट नम्बर राख्नु होला। त्यसपछि तपाईको बालबच्चा छ कि छैन, यदि छ भने यस गर्नु होला र कति जना छन् त्यो पनि राख्नु होला। यदि तपाई अविवाहित हो भने त्यस्तो अवस्थामा नट म्यारिडमा क्लिक गर्नु होला। त्यसपछि तपाईले पासपोर्ट नम्बर भनेको छ, पासपोर्ट नम्बर राख्नु होला। इस्यु डेट भनेको छ, तपाईको पासपोर्ट बनेको डेट राख्नु होला। त्यसपछि एक्सपायर डेट राख्नु होला।
त्यसपछि एड्रेस भनेको छ तपाईको एड्रेस राख्नु होला पासपोर्टमा भए अनुसार त्यसपछि इमेल एड्रेस राख्नु होला त्यसपछि फोन नम्बर छ भने राख्नु होला छैन भने नराख्दा पनि हुन्छ र यहाँ भनेको छ मोबाइल नम्बर भनेको छ मोबाइल नम्बर राख्नु होला र सबैभन्दा पहिला ध्यान दिनुपर्ने कुरा के छ भने साथीहरु यहाँ स्टार देख्न सक्नुहुन्छ यहाँ स्टार छैन स्टार नभएको ठाउँमा चाहिँ कम्पलसरी हुन्न र यहाँ चाहिँ स्टार भएकोले चाहिँ कम्पलसरी हुन्छ त्यसले यहाँ चाहिँ फिलअप गर्नुपर्ने हुन्छ त्यसपछि रिलेटिभ्स फोन नम्बर भनेको छ तपाईको आपत पर्दाखेरि अर्थात् इमर्जेन्सी कल गर्दाखेरि तपाईको नम्बरमा लागेन भने अर्को व्यक्तिलाई पनि कल गर्न सक्छन् त्यसले यहाँ चाहिँ रिलेटिभ्सको पनि मोबाइल नम्बर राखिदिनु होला त्यसपछि अलिकति स्क्रोल डाउन गरौँ स्क्रोल डाउन गरिसकेपछि हाइट भनेको छ हाइट राखिदिनु होला कति सेन्टिमिटर रहेको छ त्यो राख्नु होला त्यो चाहिँ मेडिकल रिपोर्टमा हुन्छ त्यही अनुसारले फिलअप गर्नु होला त्यसपछि वेट कति छ त्यसपछि आई भिजन भनेको छ लेफ्ट राइटको त्यहाँ चाहिँ मेडिकल रिपोर्टमै हुन्छ त्यो पनि फिलअप गर्नु होला त्यसपछि कलर बाइन्डेड्समा नभर्दै राख्दिनु होला त्यसपछि त्यो हुँदा तपाईले देख्न सक्नुहुन्छ मेडिकल एक्जाम भनेको छ डेट अफ एक्जामिनेसन भनेको छ यो चाहिँ मेडिकल कहिले गर्नु भएको थियो त्यो राख्नु पर्ने हुन्छ त्यसपछि यहाँ भनेको छ मेडिकल सेन्टर भनेको छ तपाईले मेडिकल सेन्टर पनि राख्नु पर्ने हुन्छ साथीहरु यो चाहिँ कुन ठाउँबाट तपाईले मेडिकल गर्नु भएको थियो त्यो राख्नु पर्ने हुन्छ टेकु उता पाटन हस्पिटल कुन ठाउँबाट गर्नु भएको थियो त्यही राख्नु होला त्यसपछि यिनीहरु सबै नर्मलै राख्दिनु होला त्यसपछि डिजायर्ड वेज भनेर देख्न सक्नुहुन्छ यहाँ चाहिँ तपाईले कोरियन वुन चाहिँ कतिसम्म बेसिक स्यालेरी चाहिँ चाहनुहुन्छ त्यो लेख्नु पर्ने हुन्छ अहिले चाहिँ 20,60,000 रहेकोले तपाईले जति पनि राख्न सक्नुहुन्छ तपाईलाई जति इच्छा लाग्छ त्यति राख्नु होला त्यसपछि स्किल टेस्टमा यस राख्दिनु होला त्यसपछि त्यो हुन तल देख्न सक्नुहुन्छ प्रिफर्ड रिजियन भनेको छ तपाई कुन ठाउँमा चाहिँ जान चाहनुहुन्छ कोरियाको कुन शहरमा चाहिँ तपाईलाई इच्छा लाग्छ त्यो तपाईले यहाँ टाइप गर्न सक्नुहुन्छ यदि तपाई चाहनुहुन्न कोरियाको जहाँ भए पनि हुन्छ जस्तो लाग्छ भने तपाईले नो प्रिफर्ड्समै राख्नु होला त्यसपछि डिजायर्ड इन्डस्ट्री भनेको छ यहाँ चाहिँ तपाईले कुन कम्पनी कुन क्याटेगोरीमा चाहिँ त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ डिजायर्ड इन्डस्ट्री भनेको छ तपाई कुनमा चाहिँ जान चाहनुहुन्छ कुन सेक्टरमा चाहिँ जान चाहनुहुन्छ त्यो सिलेक्ट गर्नुपर्ने हुन्छ मैले बेभरेजमा राख्दिए त्यसपछि वेल्डिङमा राखिदिन्छु र तेस्रो अप्सन चाहिँ तपाई कुनमा जान चाहनुहुन्छ त्यो एउटा तपाईले जुन मन लाग्छ त्यसमै सिलेक्ट गर्नु होला तर यो तपाईले सिलेक्ट गर्दैमा यही सम्बन्धी आउँछ भन्ने चाहिँ छैन तपाईले यो चाहिँ फिलअप गर्ने मात्र हो तपाईले जुनसुकै पनि आउन सक्छ त्यसपछि तपाईले एकाडेमिक ब्याकग्राउन्ड भनेको छ यहाँलाई चाहिँ तपाई एसएलसी प्लस 2 के हो त्यो लेख्नु होला सरी सिलेक्ट गर्नु होला मैले प्लस 2 सिलेक्ट गरे त्यसपछि तपाईको कुन मेजर हो त त्यो पनि राख्नु होला त्यसपछि स्कुलको नाम राख्नु होला र यो स्कुल चाहिँ अर्थात् कलेज चाहिँ कुन जिल्लामा छ त्यो पनि राख्नु पर्ने हुन्छ राख्दिनु होला त्यसपछि भोकेसनल स्कुल भनेको छ यो चाहिँ सिटी भिटीबाट तपाईले ट्रेनिङ लिनु भएको छ भने चाहिँ राख्ने हो छैन भने यहाँ चाहिँ यतिकै छोडिदिँदा पनि हुन्छ के फरक पर्दैन यो चाहिँ कम्पलसरी नभएकोले यो दुईवटा त्यतिकै छोडिदिँदा पनि हुन्छ त्यसपछि कोरियन भनेको छ ल्याङ्ग्वेज भनेको छ ल्याङ्ग्वेज चाहिँ तपाईको कोरियन ल्याङ्ग्वेज चाहिँ कस्तो छ एक्सलेन्ट फेयर फोर के छ त्यो राख्नु होला त्यसपछि इंग्लिश के छ त्यो एक्सलेन्ट पोर फेयर के छ त्यो पनि राख्नु होला त्यसपछि अदर्स भनेको छ तपाईले यहाँ चाहिँ अरु पनि तपाईलाई भाषाहरु आउँछ भने यहाँ राख्नु होला टाइप गर्नु होला त्यो भाषा चाहिँ एक्सलेन्ट पोर र फेयर के रहेको छ त्यो सिलेक्ट गर्नु होला त्यसपछि त्यो हुँदा तलतिर देख्न सक्नुहुन्छ लाइसेन्स भनेको छ तपाईसँग लाइसेन्स छ भने त्यो पनि राख्न सक्नुहुन्छ लाइसेन्सहरु के सम्बन्धीको लाइसेन्स छ त त्यो सिलेक्ट गर्नु होला यदि छैन भने यो कम्पलसरी नभएकोले यो नभर्दा पनि हुन्छ त्यसपछि त्यो भन्दा तलतिर देख्न सक्नुहुन्छ बैंक अकाउन्ट भनेको छ तपाईको बैंक चाहिँ क वर्गको हुनुपर्छ र यहाँ चाहिँ क वर्गमा परेको बैंकहरुको नाम लिस्ट रहेको छ तपाईले एउटा सिलेक्ट गर्नु होला त्यसपछि तपाईको जुन बैंक छ त्यही त्यसपछि अकाउन्ट नम्बर भनेको छ अकाउन्ट नम्बर राख्नु होला त्यसपछि यहाँ भनेको छ वर्क एक्सपीरियन्स भनेको छ तपाई अरु पनि देशमा जानु भएको थियो भने त्यो देशको नाम राख्नु होला त्यसपछि यहाँ भनेको छ कुन क्याटेगोरीमा जानु भएको थियो त्यो सिलेक्ट गर्नु होला त्यसपछि सब क्याटेगोरी त्यो चाहिँ के सम्बन्धी काम थियो त्यो पनि सिलेक्ट गर्नु होला त्यसपछि टर्म अफ इम्प्लोयमेन्ट भनेको छ यो चाहिँ तपाई कति वर्ष कति महिना गर्नुभयो त्यो राख्नु यहाँले चाहिँ त्यसपछि अरु पनि रहेको छ भने यसरी नै फिलअप गर्दै जानु होला र यहाँ भनेको छ वर्क एक्सपीरियन्स कोरिया भनेको छ यदि तपाई यो भन्दा अगाडि कोरिया जानु भएको छ भने यस राख्नु होला त्यसपछि फरेनर्स रेजिस्ट्रेसन नम्बर अर्थात् एलियन कार्ड नम्बर भनेको छ यहाँ राख्नु होला यदि छैन भने तपाई पहिलो पटक कोरिया आउँदै हुनुहुन्छ भने त्यस अवस्थामा नो राख्दिनु होला के पनि फिलअप गर्नुपर्ने छैन त्यसपछि यसलाई नोमै राख्दिनु होला यदि तपाई यहाँ चाहिँ के भन्न खोजेको छ भने अरु पनि कन्ट्रीहरुको चाहिँ तपाईसँग नागरिकता छ भन्न खोजेको नो नै राख्दिनु होला त्यसपछि एक्सपीरियन्स कोरियामा चाहिँ के भनेको छ भने यहाँ एक्सपीरियन्स अफ भिजिटिङ कोरिया विथिन 5 इयर्स भनेको छ तपाई चाहिँ कोरियामा चाहिँ 5 वर्ष भन्दा
भित्र चाहिँ तपाईँको एक्सपिरियन्सहरू छ भनेको छ त्यो छ भने राखिदिनु होला छैन भने त्यति छोडिदिनु होला र पिरियड कहिलेदेखि कहिलेसम्मको त्यो हो त्यो पनि राखिदिनु होला त्यसपछि वेदर यु युज अदर्स नेम when visiting Korea before भनेको छ तपाईले कोरिया आउनुभन्दा अगाडि अर्को नाम राख्नु भएको थियो भनेको छ त्यो छ भने राखिदिनु होला छैन भने त्यति छोडिदिनु होला यो पनि एक्सपिरियन्स अफ भिजिटिङ अदर्स कन्ट्री विथिन 5 इयर्स भनेको छ तपाईँ 5 वर्ष भन्दा भित्र चाहिँ तपाईँ कुनै पनि देशमा भिजिट गर्नुभएको थियो भनेको छ यदि थियो भने त्यो कन्ट्रीको नाम त्यसपछि के को लागि जानुभएको थियो त्यसपछि कहिलेदेखि कहिलेसम्म त्यो राख्ने हो त्यो राखिदिनु होला त्यसपछि इमर्जेन्सी कन्ट्याक्ट नम्बर कन्ट्याक्ट पर्सन इन नेपाल भनेको छ नेपालको चाहिँ तपाईसँग एकदमै इमर्जेन्सी पर्दाखेरि तपाईँको सम्बन्धी एचआरडीबाट चाहिँ फोन गर्ने नम्बर भनेको छ उहाँको नाम राखिदिनु होला र एड्रेस चाहिँ के हो त्यो राख्नु होला र मोबाइल नम्बर अर्थात् टेलिफोन नम्बर के छ उहाँको राखिदिनु होला त्यसपछि सबैभन्दा तल देख्न सक्नुहुन्छ पासपोर्ट भनेको छ पासपोर्ट चाहिँ यहाँ चाहिँ अपलोड गर्नुपर्ने हुन्छ पासपोर्ट अपलोड गरिदिनु होला त्यसपछि यहाँ चाहिँ मेडिकल रिपोर्ट भनेको छ मेडिकल रिपोर्ट अपलोड गरिदिनु होला त्यसपछि पुलिस रिपोर्ट भनेको छ पुलिस रिपोर्ट पनि अपलोड गरिदिनु होला त्यसपछि ब्याङ्क चेक भनेको छ ब्याङ्क चेक पनि अपलोड गरिदिनु होला यहाँ सर्टिफिकेट भनेको छ यो सर्टिफिकेट चाहिँ तपाईँको स्कुल लिभिङ सर्टिफिकेट छ भने राखिदिनु होला छैन भने यतिकै छोड्दा पनि हुन्छ र यहाँ चाहिँ एउटा तपाईँलाई यहाँ चाहिँ पहिला नै ब्याङ्कमा गएर तपाईँले पैसा पेमेन्ट गर्नुभएको थियो भने त्यस्तो अवस्थामा यहाँ चाहिँ अपलोड गर्ने एउटा अप्सन आउँछ त्यो पनि यहाँ चाहिँ फिलअप गर्नुपर्ने हुन्छ मैले चाहिँ यहाँ चाहिँ अघि पेमेन्ट अनलाइन भनेर मैले यसमा टिकमा लागेको हुनाले त्यो अप्सन चाहिँ यहाँ हटेको छ त्यसपछि तपाईँले यहाँ चाहिँ टिकमा लाउनु पर्ने हुन्छ यहाँ चाहिँ केही टर्म एन्ड कन्डिसनहरू रहेको छ त्यसरी यहाँ टिकमा लगाइदिनु होला र सबमिट फर्ममा क्लिक गर्नु होला सबमिट फर्ममा क्लिक गरिसकेपछि यदि तपाईँले यहाँ चाहिँ अनलाइन पेमेन्ट अनलाइनमा क्लिक गर्नु भएको थियो भने तपाईँले केबाट पेमेन्ट गर्न चाहनुहुन्छ त्यो भन्ने अप्सन आउँछ त्यसमा गएर तपाईँले आफ्नो आइडी र पासवर्ड राख्नु होला खल्ती इपिएस के अरे इस्युमा के सेल गर्नुहुन्छ त्यो सेल गरेर त्यहाँ चाहिँ आफ्नो आइडी पासवर्ड राख्नु होला र त्यहाँबाट ओके गर्नु पेमेन्ट गरिदिनु भयो भने सिधै सबमिट भइहाल्छ र साथीहरू तपाईँले सबमिट गरिसकेपछि तपाईँको चाहिँ जब एप्लिकेसन चाहिँ सेन्ड नभइन्जेलसम्म तपाईँले यहाँ के मिलेको छैन त्यो सम्पूर्ण चेक गर्न सक्नुहुन्छ र तपाईँले अपडेट पनि गर्न सक्नुहुन्छ यहाँ चाहिँ एउटा अपडेट भन्ने आउँछ यहाँ चाहिँ आइकन त्यसै अपडेटमा क्लिक गरेर तपाईँले कुन मिलेको छैन त्यो चाहिँ तपाईँले गरेर अपडेट गर्नु पनि सक्नुहुन्छ र तपाईँको सेन्ड भइसकेपछि चाहिँ गर्न सक्नुहुन्न सो साथीहरू आजको